हेरुको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टका आत्मिक सेनाहरूका विरुद्ध हो। वचन सुन्दै गर्दा हामीलाई यो याद हुन्छ कि हामी युद्धको मैदानमा छौँ। जब हामी युद्धको मैदानमा हुँदै गर्दाखेरि हामी मासु र हाड भएका यानि कि रगत भएको प्राणीसँगको हाम्रो युद्ध छैन भन्ने कुरा परमेश्वरको वचनले हामीलाई के गर्छ त स्पष्ट पारेको छ। त्यसकारण यसलाई सुन्दै गर्दा हामीले एउटा दुष्ट आत्माको विषयमा जान्न पर्ने बाइबलीय अध्ययनको जरुरी देखिन्छ। त्यसकारणले यहाँ एउटा यस्तो विषय छ जसलाई हामी डेमोनोलोजी भनेर इङ्ग्लिसमा भन्छ, नेपालीमा दुष्ट आत्माहरूको बारेमा गरिने अध्ययन भन्ने कुरा बुझिन्छ। हामीले यसलाई बुझ्दै गर्दाखेरि जब सत्यलाई जान्नु छ भने हामीले हरेक कुरा चाहिँ निहाल्नुपर्छ। यूहन्ना 8:32ले भन्छ, जब तिमी सत्यलाई जान्नेछौ सत्यले मात्र तिमीहरूलाई स्वतन्त्र पार्नेछ। हामी यो कुरामा निश्चित छौँ कि संसारमा अर्को एउटा शक्ति छ जुन शक्तिले मानिसहरूलाई परमेश्वरको वचनबाट मोडेर संसारिक, शैतानिक र विभिन्न कुराहरूमा लिएर जान्छ। त्यस्ता कुराहरूबाट बच्नलाई चाहिँ हामी यो विषयलाई चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। यानि कि दुष्ट आत्माहरूलाई चाहिँ को हुन्, के हुन्, यिनीहरूको काम के हो, यिनीहरूले कसरी काम गर्छन्, यिनीहरूको उत्पत्ति कसरी भयो, अनि यिनीहरूले चाहिँ कसलाई चलाउँछन्, यिनीहरूमाथि परमेश्वरको अधिकार के छ, यस्ता थुप्रै विषयहरूको बारेमा चाहिँ हामीले जान्न आवश्यक छ। अनि यो विषयलाई अध्ययन गर्दा हामीले डरले होइन विश्वासले गर्नुपर्छ। येशू दुष्ट आत्माभन्दा महान हुनुहुन्छ भन्ने कुरा बाइबलले बताउँदछ। यो विश्वास गरेर हामीले अध्ययन गर्नुपर्ने हुन्छ र अनावश्यक कल्पना र अन्धविश्वासबाट बचेर हामीले यसलाई अध्ययन गर्नुपर्ने हुन्छ। जब हामी यो गर्छौँ हामीलाई चाहिँ भिन्दै किसिमको, छुट्टै किसिमको शक्ति परमेश्वरले तयार गरेर हाम्रो बारेमा राखिदिनुहुन्छ, जसले गर्दा हामी यहाँ के हुन्छौँ त सफल हुन सक्छौँ। त्यसकारण सावधानीपूर्वक यसलाई अध्ययन गर्दै गर्दा हामीले एकदमै ध्यान दिनुपर्ने कुराहरू चाहिँ यिनै हुन्। डेमोनोलोजीको उद्देश्य अथवा दुष्ट आत्माहरूको बारेमा अध्ययन गर्ने उद्देश्य के त भन्ने यदि हामीलाई प्रश्न छ भने यसको जवाब चाहिँ के हो भने दुष्ट आत्माहरूको बारेमा अध्ययन गर्नु भनेको दुष्ट आत्माहरूको महिमा गर्नु होइन, तर आत्मिक वास्तविकता बुझेर ख्रिस्टमा विजयपूर्ण जीवन जिउन सिक्नु हो। बाइबलले सिकाउँछ कि येशू ख्रिस्ट शैतानमाथि पूर्ण विजय प्राप्त गर्नुभएको छ भन्ने कुरा चाहिँ हामीलाई प्रष्ट हुनलाई यो कुरा चाहिँ हामीले अध्ययन गर्नुपर्छ। पहिले यूहन्ना 4:4ले भने चाहिँ जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ संसारभन्दा अथवा संसारमा हुनेभन्दा महान हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन। बाइबलको इतिहासको आधारमा हामीले हेऱ्यौँ भने शैतान, दुष्ट आत्मा, पतित भएका स्वर्गदूतहरू र तिनीहरूको कार्य चाहिँ हामीले हेर्दै गर्दा यिनीहरू सृष्टिदेखि मानिसहरूसँग चाहिँ युद्ध गर्दै, भड्काउँदै, परमेश्वरको विरुद्धमा उनीहरूलाई उतार्दै मानिसहरूलाई परमेश्वरको आत्मासँग नजिक जान दिँदैनन् भन्ने कुरा हामी स्पष्ट छौँ। त्यसकारणले प्रिय मित्रहरू, यस्ता विषयमा को बारेमा हामी चाहिँ अध्ययन गर्न गइरहेका छौँ। त्यसकारण आज मैले तपाईँलाई यहाँ अलिकति परिचय मात्र दिएको छु, अथवा आउँदो विषयमा चाहिँ म तपाईँलाई अझै विस्तृत रूपमा एक एक गरी हामी यसलाई चाहिँ अपलोड गरि नै रहनेछौँ। त्यसकारण हाम्रो च्यानललाई तपाईँहरूले सुन्नुपर्नेछ, सेयर गर्नुपर्नेछ, सब्सक्राइब गर्नुपर्नेछ र कमेन्ट पनि तपाईँले गरिदिनु पर्नेछ। किनकि कमेन्ट गर्नुभयो भने हामी बुझ्नेछौँ कि हामीले बोलेको कुरा कस्तो भइरहेको छ, अथवा हामी बोल्दै गरेका कुराहरू परमेश्वरको वचन ल्याउँदै गरेका कुराहरूमा सही छ या गलत छ, यो कुरालाई छुट्याउन चाहिँ तपाईँले हामीलाई मद्दत गर्नुहुनेछ। हामी सबैजना मिलेर यो कुरालाई चाहिँ समाधान गर्नेछौँ। आलोचनात्मक विचारले होइन, हामी एकअर्कालाई सहयोगीपनले चाहिँ समाधान गर्नेछौँ। यसको बारेमा हामी अध्ययन गर्दै गर्दा यो चाहिँ एकदमै असल अनि महत्त्वपूर्ण विषय छ। त्यसकारण आजको यस भिडियोमा तपाईँ सबैजनालाई हामी स्वागत गर्न चाहन्छौँ। हस्त, धन्यवाद।